सुरक्षाको अभिभावक जो सर्वेन्द्र दाई आज तपाईँहरू माझ हुँदाखेरि तपाईँहरूको करिब करिब 70% दुःखका दिनहरू अब अन्त्य हुन्छ भन्ने मेरो ठम्मै छ। यहाँको जब मानव तस्कर गर्छ त्यसको लागि सर्वेन्द्र, ललिता निवास विखन हुन्छ त्यसको लागि सर्वेन्द्र, म्याच फिक्सिङ हुन्छ त्यसको लागि सर्वेन्द्र, सर्वेन्द्र 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 भन्दै आएका यी सर्वेन्द्र आज चितवनमा तपाईँकै घर अगाडि हुँदा तपाईँ सोच्नुहोस्, अब तपाईँ विरुद्ध ती वित्तीय दलालहरूका नाइकेहरूको आजको मितिबाट यो घोषणा भइरहँदा सोच्नुहोस् उहाँहरूको अब निवारण कुन किसिमले हुन्छ भन्ने कुराहरू भोलिका खबरहरूमा प्रश्न हुँदै जान्छ। यो देशमा यति ठुलो आन्दोलन चल्यो, 12 वर्ष जनयुद्ध, 21 दिने आन्दोलन, यावत यी हिंसात्मक गतिविधिका लडाइँहरू सहित आन्तरिक विद्रोहलाई एउटा शान्तिपूर्ण रूपमा अवतरण गराउँदै 3 करोड 50 लाख जनताहरूको जिम्मा लिने सर्वेन्द्र खनाल नेपाली सपुत आमाको छोरा आज तपाईँहरूको फेरि ती वित्तीय दलालहरूले तपाईँहरूमाथि खेलेको होली, तपाईँहरूमाथि खेलेको रगतको ताण्डवको फेरि एउटा अभिभावकत्व तपाईँहरूले पाउनुभएको छ। यसको लागि गर्व गर्नुहोस्। मलाई लाग्छ नयाँ ढङ्गले जिल्लाहरू जोड पुर्याएको छ। सर्वेन्द्र दाई यहाँ आइपुग्नुभयो, गोर्खा जिल्ला नै यहाँ आइपुगेको छ, तनहुँ यहाँ आइपुगेको छ, पूर्व यहाँ आइपुगेको छ, पश्चिम पनि यहाँ आइपुगेको छ। यो जनताको मायाको, युवाहरूको मायाको, युवाहरूको ढुकढुकी यदि सर्वेन्द्र खनाल हुनुहुन्थेन भने आज बाहिर हेर्दै गर्नुहोला, सुरक्षाकर्मी साथीहरू बाहिर हुनुहुन्छ,